यो पाँचखाल एरियामा चाहिँ घाम लगाइरहेछ। यो पाँचखाल देखिरहेको घाम लगाइरहेछ। यता यो तिनघरे यो धुलीखेली एरियामा चाहिँ पानी परिरहेछ। यहाँ बादल लगाइरहेछ, गडाङ गुडुङ छ। आकाशमा कहाँबाट कहाँ कसरी गडाङ गुडुङ गर्छ थाहा हुँदैन। यताबाट उताबाट यता हो कहाँ गरिरहेछ। रकेट हान्ने रकेट। डाँडुङ रकेट, कडा रकेट हानिरहेछ। प्रकृतिले रकेट चाहिँ खत्रै हान्छन् जस्तो। प्रकृतिको लीला अपरम्पार। यो ठाउँमा घाम लगाइरहेछ मजाको। यो पाँचखाल देखिएको राखेको। अब आएर तपाईँको यतातिर हल्का पानी छ, थोरै मसिनो खालको। यता गडाङ गुडुङ गरेर पानी परिरहेछ। यो एरियामा पानी अलि ठुलो परिरहेछ। हेर्नुहोस् त, यसको माथि सिधा आकाश, माथि आकाश। यो एरियामा पानी परिरहेछ। यसको माथि आकाशमा गडाङ गुडुङ कालो बादल छ। डङराङ डुङरुङ हानिराख्नु भएको छ। त भीषण पानी।